बहिनी पुष्पा, तिमीले यो घटनालाई कसरी सहन सकिरहेकी छौ यो त हामीलाई मात्र थाहा छ। जुन कुरा सुन्दा मात्रै समेत आँखाबाट आँसु आउँछ, आँसु नै रोकिँदैन भने त्यो वज्रपात तिमीले सहन परेको छ। तिमीले लगाएका ती सयपत्री र मखमली फुलका मालाहरू उनेर सजाएकी थियो होला आफ्नो दाजुको लागि, तर त्यही माला आज तिम्रो दाजुको गलामा नभएर एउटा घाटमा पुगेको छ। तिमीले रङ्गाएका ती सयपत्री सप्तरङ्गी टीकाहरू तिम्रो दाजुको निधारमा नभएर कुनै घाटमा पखालिरहेको छ। तिमीलाई भगवानले सहन सक्ने शक्ति दिउन्। र भाइ विपिन, तिमीले मृत्युवरण गरेको होइन। तिमी त नेपालको इतिहासमा र अन्तर्राष्ट्रिय स्तरमा नै तिमी एउटा सुनौलो ताराको रूपमा सजियो। तिमी त त्यो नेपाली हो। तिमी त्यो नेपाल आमाको सुपुत्र हो जसले आफ्नो साथीहरूलाई बचाउनका निमित्त ती अपराधीहरूसँग लड्ने ठुलो हिम्मत देखायो। तिमी जहाँ छौ, जुन ठाउँमा पुग्नेछौ भाइ, तिम्रो आत्माले शान्ति पाओस् र फेरि पनि तिमी हाम्रै नेपालमा कुनै नेपाली आमाको काखबाट जन्म लिऊ।